सगरमाथा पो छ हौ, संसारको अग्लो शिखर सगरमाथाको देश नेपाल भन्न पाउँदा आज मलाई गर्व महसुस हुन्छ। तर म यसो सोध्छ, के पृथ्वीनारायण शाहको नभएको भए आज म हिमालको सन्तान भनेर चिनिन पाउँथ्यो? के मेरो देश पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिन्थ्यो? पक्कै फैलिन्थेन। 2200-2400 टुक्रामा टुक्रिएको भूमिलाई त आज विदेशीले पो हात पारिसक्थ्यो। यो भूमि त पृथ्वीनारायण शाहको ठुलो त्याग संकल्प र एकीकरणको तेलले पो बनेको देश हो। त्यसैले म आज गर्व साथ भन्छु, म हिमालको सन्तान मात्र होइन, यस एकीकृत नेपालको नागरिक पो हुँ। सावधान! गोर्खाधिपति श्री पृथ्वीनारायण शाह र काजी कालु पाण्डेको आगमन हुँदैछ। सावधान! गोर्खाधिपति श्री पृथ्वीनारायण शाहको, काजी कालु पाण्डेको, काजी नुवाकोटमाथि हाम्रो आक्रमणको तयारी क्या हुँदैछ? सबै बेल विस्तार लगाऊ। महाराज, हाम्रा सबै सैनिकहरू युद्धका लागि तयार भएका छन्। हामी युद्धका लागि तयार भएका छौँ महाराज। स्याबास काजी। हे गोर्खाली वीरजन, आज हाम्रो चाल नुवाकोटमाथि दुर्ग लिन मात्र होइन, मेरा हृदय र मन यी टुक्रा टुक्रा 2200 र 2400 राज्यलाई एउटै सूत्रमा बाँध्ने संकल्पमा अडिएका छन्। हिमाल, पहाड, तराई यी सबै भूभागलाई एउटै राष्ट्रको अंश बनाउनु पर्ने छ। विभाजनले हाम्रो भूमिलाई कमजोर बनाएको छ, एकताले शक्तिशाली बनाउनु पर्ने छ। तिमीहरूले उठाउने खड्ग केवल दुर्ग भत्काउन मात्र होइन, राष्ट्र निर्माणको नयाँ बाटो खोल्नका निम्ति हुनेछ। महाराज, कि सबै राज्य कुन मान्नन् त? युद्धले त झन् घाउ पो दिने हो कि? घाउ त विभाजनले दिएका छन् काजी। युद्ध त केवल औषधि मात्र हो र लक्ष्य बृहत राष्ट्र निर्माण गर्नु। महाराजको वचन सिरो परिया छ। गोर्खाधिपति महाराजको, गोर्खाधिपति महाराजको, गोर्खाधिपति महाराजको। महाराज, महाराज, क्या भयो उत्पात? महाराज क्षमा पाऊ, एक विदेशी तपाईलाई भेट्न भनी आएका छन्। के भनी भनेका छन्? तपाईलाई नै भन्छु भनी भनेका छन्। म केही बेरमा आउँछ भनी भन्नु। उनी अहिले नै भेट्न चाहन्छन् महाराज। बोलाइ पठाऊ। जो आज्ञा महाराज। द्वारपाल, उसलाई भित्र पठाऊ। महाराजको जय होस्। हे पाहुना, के भन्नका लागि आएका हौ? महाराज, हामी गोर्खा राज्यलाई सहयोग गर्न आएका हौ। कस्तो सहयोग भनेका हौ? गोर्खा राज्यले नुवाकोटमाथि आक्रमण गर्ने सूचना हामीले पाइसकेका छौँ। नुवाकोट साथै क्रमश नेपाल आक्रमण गर्ने सूचना पनि हामीले पाइसकेका छौँ। त्यसै कारण हामीले तपाईलाई हेल्प गर्न चाहन्छौँ महाराज। तपाईलाई स्ट्रङ बनाउन चाहन्छौँ, तर एउटा शर्त स्वीकार गर्नुपर्छ। कस्तो शर्त भनेका हौ? व्यापार मार्गमा हाम्रो नियन्त्रण हुनुपर्छ। यदि व्यापार मार्ग हाम्रो कन्ट्रोलमा हुन्छ भने हामी तपाईलाई जोसुकै हेल्प गर्न तयार छौँ महाराज। के भन्नु रे? हे पाहुना, यो मेरो ठाउँ भएकाले म तिमीमाथि तरबार उठाउने छैन। गोर्खा राज्यलाई तिम्रो कुनै पनि सहयोगको खाँचो भएको छैन। गोर्खा राज्य अरूको भरमा बलियो भएको होइन। गोर्खा राज्य आफ्नै बल, बुद्धि र उद्योगले उभिन जानेछ। व्यापार मार्ग यो हाम्रो भूमि, हाम्रो प्रजाको सास हुनेछ। त्यसको लगाम कुनै विदेशीको हातमा दिनु भनेको राष्ट्रलाई दास बनाउनु छ र हुनेछ। हामी व्यापार चाहन्छौँ,
तर अधीनता चाहने छैन। हामी मित्रता चाहन्छौँ तर हस्तक्षेप स्वीकार गर्ने छैन। गोर्खा राज्य कोरमा बाँधिएर चलन्या देश होइन। देश खोला खुल्ला रहने छ तर विदेशी हुकुम चल्न दिने छैन। तिमी आफ्नो बाटो जाऊ, गोर्खा राज्य आफ्नै बाटो हिँड्ने छ। जो आदेश महाराज। गोर्खाधिपति महाराज को, गोर्खाधिपति महाराज को, गोर्खाधिपति महाराज को। काशी बुवा महाराजको सपना पूरा गर्नको लागि नुवाकोटमाथि आजै आक्रमणको तयारी गरौँ। जो हुकुम महाराज। आक्रमण! यो जीत कसको? यो जीत कसको? गोर्खाधिपति महाराज को, गोर्खाधिपति महाराज को। नुवाकोटमाथि आक्रमण गरी नेपालदेखि गएर सुरु गरी सकेका छौँ। अबको हाम्रो उद्देश्य एक सिङ्गो राज्य निर्माण गर्नु। उत्सव गर, गर्व गर, तर हाम्रो लक्ष्य याद गर। एकता, बल र प्रजा सेवा। काजी अब अन्य राज्यहरूमाथिको आक्रमणको तुरन्त तयारी गर। जो हुकुम महाराज।